सम्पूर्णमा नमस्कार। म विवेक पौडेल। मसँगैको तपाईहरुको स्वास्थ्य यात्रामा स्वागत छ। आज हामी यस्तो गम्भीर स्वास्थ्य समस्याको बारेमा कुरा गर्दैछौँ जसले भविष्यमा सामान्य चोटपटक होस् या सामान्य संक्रमण दुवैलाई एकदमै खतरनाक र ज्यानमारा बनाउन सक्छ। यो एन्टिमाइक्रोबियल प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेजिस्टेन्स, जसलाई हामीले छोटकरीमा AMR पनि भन्ने गर्छौँ। के तपाईलाई थाहा छ? अहिले नेपालमा एन्टिबायोटिक र अन्य थुप्रै औषधिहरूले संक्रमणको अवस्थामा काम गर्न छोड्दैछन्, किनकि ब्याक्टेरिया, भाइरस, ढुसी, परजीवी र जस्ता थुप्रै सूक्ष्मजीवहरूले आफ्नो लड्ने क्षमता विकास गरिसकेका छन् र यसैको कारणले गर्दा सामान्य रोगहरू जस्तै टाइफाइड, निमोनिया, क्षयरोग जस्ता रोगहरू पनि औषधिको उपचारबाट निको हुने सम्भावना एकदमै कम भएको छ र जसकारण विश्व स्वास्थ्य सङ्गठनले पनि एन्टिमाइक्रोबियल रेजिस्टेन्स अर्थात् यो AMR को समस्यालाई विश्वका 10 मुख्य स्वास्थ्य चुनौतीमध्ये एक मानेको छ। आजको यस भिडियोमा हामीले एन्टिमाइक्रोबियल रेजिस्टेन्स अर्थात् AMR बारे पूर्ण जानकारी लिनेछौँ। AMR भनेको के हो, नेपालमा यो समस्या किन भएभा भन्दैछ, यसका प्रमुख कारणहरू के हुन् र यसलाई रोकथाम गर्न हामीले के गर्न सक्छौँ भन्ने कुराहरूमा हामी आज विस्तृत रूपमा जानकारी लिनेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। ल सुरु गरौँ है त। अब सरल भाषामा बुझौँ AMR भनेको के हो। जब हामीलाई कुनै ब्याक्टेरियल संक्रमण हुन्छ, हामी एन्टिबायोटिकको प्रयोग गर्छौँ र त्यो एन्टिबायोटिकले ब्याक्टेरियाहरूलाई मार्छ। तर जब गलत तरिकाले र अनावश्यक रूपमा एन्टिबायोटिकको प्रयोग हुन्छ, ब्याक्टेरियाहरूले प्रतिरोध क्षमता विकास गर्छन् र त्यसैलाई नै एन्टिमाइक्रोबियल रेजिस्टेन्स भनिन्छ। यो एक प्राकृतिक प्रक्रिया हो, तर मानिसहरूकै व्यवहारले गर्दा यसलाई अझै तीव्र बनाइरहेको छ। सामान्यतया रूपमा एउटा घटना कल्पना गर्नुहोस् न। एउटा सैनिकलाई दुश्मनसँग लड्नको लागि एउटा हतियार दियो, तर उक्त हतियार कमजोर भएको थाहा पाएपछि दुश्मनहरू उबाट सजिलै बच्न सके। AMR पनि त्यस्तै हो। ब्याक्टेरियाहरूलाई पटक पटक गलत औषधि दिँदा वा पूरा मात्रामा औषधि नदिँदा ब्याक्टेरियाहरूले पनि औषधिबाट बच्न र औषधिलाई चिन्न सक्छन्, जस कारणले गर्दा आज काम गरेको औषधिले भोलि त्यही औषधिले हामीलाई काम नगर्ने हुन्छ। यसलाई त्यसै कारणले गर्दा मौन महामारी अर्थात् साइलेन्ट पेन्डेमिक पनि भनिएको छ, किनभने यो चुपचाप रूपमा फैलिरहेको छ र यसको असरले भविष्यमा धेरै मानिसहरूको मृत्यु हुने खतरा छ। नेपालमा AMR यति छिटो फैलिनुका थुप्रै कारणहरू छन् र यस्ता थुप्रै कारणहरूमध्ये पहिलो रहेको छ औषधि पसलबाट सिधै एन्टिबायोटिक लिने। नेपालमा डाक्टरको सल्लाह वा प्रिस्क्रिप्सन बिना नै एन्टिबायोटिक किन्न एकदमै सजिलो छ। कतिपय मानिसहरूले त सामान्य रुगाखोकीको बेलामा पनि एन्टिबायोटिक प्रयोग गरेको पाइन्छ, जुन कि भाइरसको कारणले गर्दा भएको हुन्छ र त्यस कारणले गर्दा एन्टिबायोटिकले काम गर्दैन। र दोस्रो कारण रहेको छ एन्टिबायोटिकको पुरा कोर्स नखाने। मानिसहरूले 1-2 दिनमै रोग सन्चो भएको अनुभव गर्दै एन्टिबायोटिकको पुरा कोर्स नखाने चलन छ, जस कारणले गर्दा ब्याक्टेरियालाई पूर्ण रूपमा नमारी बाँकी रहेका ब्याक्टेरियाहरूमा प्रतिरोधको क्षमता विकास गर्छ। र यस्तै गर्दै अर्को समस्या रहेको छ स्वास्थ्यकर्मीको लापरवाही। कतिपय स्वास्थ्यकर्मीहरूले एकदमै अनावश्यक एन्टिबायोटिकहरू लेखिदिने गर्छन्, जस कारणले गर्दा एन्टिबायोटिकको अनावश्यक रूपमा प्रयोग बढ्दो देखिन्छ। र अर्को एक मुख्य कारणको रूपमा पशुपालन र कृषिमा एन्टिबायोटिक प्रयोग पनि रहेको छ। पशुको तौल वृद्धि गर्न र सामान्य रोगहरूबाट बचाउन थुप्रै एन्टिबायोटिकहरू प्रयोग भएको पाइन्छ र यो औषधि दूध, मासु र पानी जस्ता थुप्रै माध्यमहरूबाट मानव शरीरभित्र प्रवेश गर्ने गर्छ। यसै गरी अस्पताल र वातावरणमा उचित व्यवस्थापनको अभाव। अस्पतालबाट निस्किने औषधीय फोहोर र उद्योग तथा कलकारखानाबाट निस्किने रसायन पदार्थहरू नदी, खोला र नालाहरूमा मिसिएर ब्याक्टेरियाहरूलाई प्रतिरोधक बनाउँछन्। अब हामी यसबाट हुने असर र रोकथामका उपायहरूबारे चर्चा गर्नेछौँ। प्रमुख रहेको छ उपचारै असम्भव हुन जान्छ। सामान्य चोटपटक होस्, सामान्य संक्रमण होस् या शल्यक्रियापछिको संक्रमणमा उपचारै असम्भव हुन्छ, जस कारणले गर्दा संक्रमणबाट ज्यान गुमाउने मानिसहरूको एकदमै धेरै बढ्दै जान्छन्, जस कारणले गर्दा मृत्यु दर बढ्ने हुन्छ र यसका साथसाथै स्वास्थ्य खर्चमा वृद्धि पनि एउटा महत्त्वपूर्ण असर यसले पार्नेछ। किनभने अबको समयमा
उपचार गर्नका लागि नयाँ र महँगा औषधि किन्नुपर्ने हुन्छ, जस कारणले गर्दा सामान्य परिवारबाट त्यो औषधिको लागि खर्च जुटाउन एकदमै गाह्रो हुन सक्छ। तर हामी यसलाई रोक्न सक्छौँ र रोकथाम गर्नकै लागि थुप्रै उपायहरू रहेका छन्। डाक्टरको सल्लाह अनुसार एन्टिबायोटिक प्रयोग गर्नुहोस्। सामान्य फार्मेसीमा गएर आफ्ना स्वास्थ्य समस्या भनेर एन्टिबायोटिक लिएर खाने काम नगर्नुहोस्। एउटा डाक्टरको उचित प्रिस्क्रिप्सन र सल्लाह अनुसार मात्र एन्टिबायोटिक तथा अन्य औषधिहरू प्रयोग गर्नुहोस्। एन्टिबायोटिकको पुरा कोर्स खानुहोस्। चिकित्सकले दिएको समयसम्म आफूले पूर्ण रूपमा र पुरा एन्टिबायोटिक औषधिको सेवन गर्नुहोस्। आफूलाई सन्चो भएको अनुभव भएको आधारमा औषधि सेवन गर्न छोड्ने बानी नगर्नुहोस्। दैनिक साबुन पानीले हात धुने बानी बसाल्नुहोस् र घर सरसफाइ राख्ने गर्नुहोस् र व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुहोस्। यसले सङ्क्रमण हुनबाट नै जोगाउँछ। खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्नुहोस्, रुमालको प्रयोग गर्नुहोस्, जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण हुनबाट रोक्छ। पशु र कृषिमा एन्टिबायोटिकको प्रयोगलाई कम गर्नुहोस्। यसका लागि सरकारी नियमन र साथसाथै जनचेतना फैलाउनु अत्याधिक आवश्यक छ। र अन्त्यमा जागरुक बन्नुहोस्। आफूलाई मात्र होइन, आफ्नो परिवार र यति मात्रै नभएर नजिकका आफन्तहरूलाई पनि एन्टिमाइक्रोबियल रेजिस्टेन्सको बारेमा जानकारी दिनुहोस् र आजै नै आफ्नो बानी व्यवहारमा परिवर्तन ल्याउन आग्रह गर्नुहोस्। एन्टिमाइक्रोबियल प्रतिरोधलाई नियन्त्रणमा राख्नु हामी सबैको सामूहिक जिम्मेवारी हो। यसका लागि केवल सरकार र स्वास्थ्य संस्था मात्र होइन, हामी व्यक्तिले आफ्नो क्षेत्रबाट भूमिका निभाउनुपर्छ। यदि यो भिडियो तपाईहरूलाई राम्रो लाग्यो भने लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र आफ्ना धारणाहरू कमेन्टमा तल लेखिदिन नबिर्सिनुहोला। हामी सबै मिल्यौँ भने अवश्य पनि यस्ता समस्याहरूको रोकथाम गर्न सक्छौँ। धन्यवाद र आफू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय स्वास्थ्य, जय जनस्वास्थ्य। नमस्कार।